नेपालको असली मूलवासी को हो? यो एउटा यस्तो सवाल हो हैन जसले हाम्रो राजनीतिलाई सधैँ तताइरहन्छ। तर एकछिनका लागि राजनीतिलाई साइडमा राखौं र विशुद्ध विज्ञान र इतिहासको चस्माले हेरौँ न त। के देखिन्छ होला? ल अब यसलाई अलि खोतलेर हेरौँ है। नेपालको जुन यो बसाइसराईको कथा छ नि, यसलाई एउटा लामो लाइन, एउटा क्यू जस्तो सोच्नुहोस् त। अब प्रश्न उठ्छ, त्यो लाइनको सबैभन्दा अगाडि को उभिएको थियो? कसले होला यो माटोलाई पहिलोपल्ट मेरो घर भनेको? अनि सबैभन्दा पछि आएर सिङ्गो घरकै शासन कसरी हातमा लियो? अब हेर्नुहोस्, यहाँनिर दुईटा फरक कुरा आउँछ। एकातिर छ राजनीतिक दाबी जसले भन्छ यहाँ सबैजना आदिवासी हुन्, सबै बराबर, एकदमै सरल जवाफ। तर अर्कोतिर विज्ञान छ जसले अलि फरक र निकै गहिरो कथा सुनाउँछ। विज्ञानले के भन्छ भने होइन, यो बसाइसराई त एउटा क्यू जस्तै हो, जहाँ को कहिले आयो भन्ने एउटा स्पष्ट क्रम छ, एउटा सिक्वेन्स छ। त्यसो भए आउनुहोस् त्यही लाइनको सुरुबाटै यात्रा सुरु गरौँ। सबैभन्दा पहिले को थियो त? स्रोतले उनीहरूलाई परम आदिवासी अर्थात् एब्सोल्युट इन्डिजिनियसको संज्ञा दिएको छ। र ती हुन् कुसुन्डा र राउटे। सोच्नुहोस् त, वैज्ञानिक प्रमाणले के देखाउँछ भन्ने उनीहरू यो भूमिमा 20,000 वर्षभन्दा पनि अघिदेखि बस्दै आएका छन्। 20,000 वर्ष, यो समय कति लामो हो हामी सायद राम्ररी कल्पना पनि गर्न सक्दैनौँ। अब प्रश्न आउँछ, यति पुरानो हो भन्ने के प्रमाण छ त? सबैभन्दा बलियो प्रमाण हो उनीहरूको भाषा, खास गरी कुसुन्डा भाषा। यो एउटा ल्याङ्ग्वेज आइसोलेट हो। भन्नुको मतलब यो भाषाको पृथ्वीमा अरू कुनै पनि भाषासँग कुनै साइनो, कुनै नाता नै छैन। यसले के कुरा छर्लङ्ग पार्छ भने जब अरू ठूला भाषा बोल्ने समूहहरू यहाँ आइपुगे, त्यसको हजारौं हजार वर्ष पहिलेदेखि नै कुसुन्डाहरू यहाँ थिए, एक्लै। त्यसो भए यसको निचोड के हो त? एकदमै सिधा छ। 1. कुसुन्डाहरू अरू सबै प्रमुख भाषा परिवारभन्दा पहिले यहाँ थिए। 2. उनीहरूको डिएनएले प्राचीन दक्षिण भारतीय पुर्खाहरूसँग जोड्छ। र 3. यसको मतलब के हो भने उनीहरूको तुलनामा नेपालका अरू जति पनि समूह छन् ती सबै कुनै न कुनै समयमा बाहिरबाटै आएका आप्रवासी हुन्। ल अब त्यो लाइनमा अलि अगाडि बढौँ। अब पालो आउँछ दोस्रो समूहको। उनीहरू जसले यो भूमिलाई साँच्चै नै आबाद गरे, यहाँ सभ्यताको जग बसाले। यो दोस्रो लहरमा थिए थारू र भोट बर्मली समूहहरू। उनीहरू नेपाल प्रवेश गरेको समय हो आजभन्दा लगभग 3,000 देखि 5,000 वर्ष पहिले। अब हेर्नुहोस्, कुसुन्डाहरूको 20,000 वर्षको तुलनामा त यो धेरै पछि हो, तर पनि यो आफैमा हजारौं वर्ष लामो र पुरानो इतिहास हो। थारूहरू यहाँ कति लामो समयदेखि छन् भन्ने कुराको एउटा यस्तो प्रमाण छ जुन काट्नै सकिँदैन। त्यो उनीहरूको रगतमै, जिनमै लुकेको छ। कुरो के हो भने पहिले तराईका घना जङ्गलहरू औलो अर्थात् मलेरियाका लागि एकदमै खतरनाक मानिन्थ्यो। तर थारू समुदायको शरीरले त्यो मलेरियासँग लड्न एउटा विशेष जिन अल्फा थ्यालेसेमिया नै विकास गर्यो। र यस्तो बायोलोजिकल एड्याप्टेसन, यस्तो परिवर्तन हुन शरीरलाई हजारौं वर्ष लाग्छ। यसले नै प्रमाणित गर्छ कि उनीहरू हजारौं वर्षदेखि त्यही माटोमा बस्दै आएका छन्। अब भोट बर्मेली समूहको कुरा गरौँ, जस्तै कि किरात, मगर, गुरुङ। उनीहरूको जरा चीनको येलो रिभर बेसिनमा भेटिन्छ। उनीहरूको डिएनएमा पनि एउटा खास मार्कर ह्याप्लोग्रुप O3 पाइन्छ। र महत्त्वपूर्ण कुरा, उनीहरूले नै पहाडका जङ्गलहरू फाँडेर यहाँ पहिलो ठूला सभ्यताहरूको विकास गरे, जसमध्ये किरात वंश एउटा प्रमुख उदाहरण हो। ल अब हामी त्यो बसाइसराईको लाइनको लगभग अन्तिममा आइपुग्यौँ। अब कुरा गरौँ त्यो समूहको जो सबैभन्दा पछि आयो, तर उनीहरूसँग एउटा यस्तो एडभान्टेज थियो, एउटा यस्तो फाइदा थियो जसले सबै कुरा बदल्यो। यो अन्तिम लहर थियो खस आर्यहरूको, अर्थात् बाहुन क्षेत्रीहरूको। उनीहरू नेपाल आएको समय हो आजभन्दा लगभग 700 देखि 900 वर्ष पहिले। हाम्रो पुरै टाइमलाइनमा हेर्ने हो भने यो सबैभन्दा पछिल्लो ठुलो बसाइसराई हो। उनीहरूको यो ठुलो बसाइसराईको मुख्य कारण भारतमा भएको 12औं शताब्दीको इस्लामिक आक्रमणलाई मानिन्छ। डिएनएको कुरा गर्दा उनीहरूमा ह्याप्लोग्रुप R1A पाइन्छ, जसले उनीहरूको इन्डो इरानी जरा देखाउँछ। तर उनीहरूको त्यो विशेष फाइदा के थियो त? त्यो थियो ज्ञान र प्रविधि। उनीहरू आफूसँग वेद जस्ता लिखित ग्रन्थहरू र राज्य चलाउने उन्नत राजनीतिक कला, स्टेटक्राफ्ट लिएर आए। यही हतियारले उनीहरूलाई यहाँ पहिलेदेखि स्थापित राज्यहरूमाथि प्रभुत्व जमाउन मद्दत गर्यो। अब यो पुरै कथालाई एकै ठाउँमा हेरौँ त। 20,000 वर्षभन्दा पहिले कुसुन्डा,
त्यसपछि एकैचोटि लामो फड्को मारेर लगभग 5000 वर्ष पहिले थारू र भोटपर मिली र फेरि अर्को लामो समयपछि तुलनात्मक रूपमा भर्खरै लगभग 900 वर्ष पहिले खस आर्य। समयको यो विशाल खाडलले नै नेपालको सामाजिक इतिहास कति पत्र परेको र गहिरो छ भन्ने देखाउँछ। यहाँसम्म त भयो इतिहासको कुरा। अब यो विश्लेषणको सायद सबैभन्दा संवेदनशील र विवादास्पद प्रश्नतर्फ लागौं। स्रोतले उपनिवेशवादी वा कॉलोनिस्टको प्रश्नलाई कसरी हेर्छ त? यो प्रश्नको जवाफ दिन स्रोतले इतिहासभन्दा पनि समाजशास्त्रको एउटा परिभाषालाई आधार बनाएको छ। स्रोतले यहाँ आन्तरिक उपनिवेशवाद अर्थात् इन्टर्नल कोलोनियलिजम भन्ने अवधारणा प्रयोग गरेको छ। यसको मतलब के हो भने जब एउटै देशको सिमानाभित्र पछि आएको एउटा शक्तिशाली समूहले पहिलेदेखि नै त्यहाँ बसिरहेका अरू समूहहरूमाथि आफ्नो भाषा, आफ्नो कानुन र आफ्नो पुरै प्रणाली जबरजस्ती लाद्छ। र यो प्रक्रिया कसरी भयो त? यो तालिकाले त्यसका 3वटा मुख्य आधार स्तम्भ देखाउँछ। पहिलो, भाषा। खस कुरा अर्थात् नेपाली भाषालाई नेपाल भाषा जस्ता अनेकौं रैथाने भाषाहरूको ठाउँमा स्थापित गरियो। दोस्रो, कानुन। जातपात नमान्ने जनजाति समाजहरूमाथि मुलुकी ऐन मार्फत हिन्दू वर्ण व्यवस्थामा आधारित कानुन लादियो। र तेस्रो, जमिन। आदिवासीहरूको सामूहिक स्वामित्वमा रहेको किपट जस्ता भूमिहरू खोसेर बिर्ता प्रणाली मार्फत आफ्ना अभिजात वर्गलाई बाँडियो। यी सबै ऐतिहासिक तथ्यहरूले आजको दिनमा चलिरहेको राजनीतिक बहसलाई हेर्ने एउटा बिल्कुलै नयाँ पर्सपेक्टिभ, एउटा नयाँ दृष्टिकोण दिन्छ। र यसै सन्दर्भमा स्रोतले एउटा निकै शक्तिशाली निष्कर्ष निकालेको छ। त्यो हो, मूलवासी आन्दोलन कुनै घृणा फैलाउने अभियान होइन, बरु यो त इतिहासमा भएको गल्तीलाई सच्याउने एउटा प्रयास हो, अ हिस्टोरिकल करेक्सन। अब यो पुरै कथालाई सम्झन नेपालको जनसङ्ख्यालाई एउटा रुखको रूपमा कल्पना गरौँ न त। त्यो रुखको सबैभन्दा गहिरो, सबैभन्दा पुरानो जराहरू हुन् कुसुन्डा। त्यसको बलियो मूलकाण्ड ट्रङ्क, त्यो हुन् थारू र भोट बडमेलीहरू। र सबैभन्दा पछि आएर त्यो रुखमा फैलिएका हाँगाबिङ्गाहरू हुन् खस आर्य, जो आएर पुरै रुखलाई ढाक्ने गरी फैलिए। र अन्त्यमा फेरि त्यही लाइनको कुरामा फर्कौं। एउटा गम्भीर प्रश्न सोचेर यो विश्लेषणलाई बिट मारौं। यदि इतिहास साँच्चै नै एउटा लाइन हो भने त्यो लाइनमा सबैभन्दा पछि आउनेले पुरै घरको शासनसत्ता चलाउनुको अर्थ के हुन्छ? यो प्रश्नले हाम्रो समाजको बनोट, शक्ति संरचना र न्यायको बहसलाई कुन मोडमा लगेर छोड्छ होला?